लगातार 3 दिन झरी पछिको आज चाहिँ मौसम हल्का उग्रिन लागेको छ। अब चाहिँ भनी मौरीले केही मात्रामा चाहिँ रसहरू मह हाल्छ कि भन्ने आशा अपेक्षा लिएको छ। मौसम खुल्ने प्रक्रिया जारी छ। आजको अवस्था सुनापति गाउँपालिका वडा नम्बर 5 रामेछापको अवस्था यस्तो चाहिँ हाम्रो मौरी फर्ममा चाहिँ यस्तो गरेर ल हेर्नु पानी परे लगातार 3 दिन पानीले तोरी सबै ढलेको छ, फापर पनि ढल्यो। अब चाहिँ घाम लाग्यो भने मौरीले केही रस राखेर चाहिँ राख्छ भन्ने आशा अपेक्षा लिएर एउटा सानो भिडियो क्लिप गरेको छु है। यस्तो छ ल हेर्नु हालत। पानी लगातार परेको छ, चिसो छ मौसम। मौरी बाहिर निस्किन सकिरहेको अवस्था छैन। कुहिरो त्यतिकै आएको छ। यो पारी कुहिरो भएको गाउँमा चाहिँ तोरी टन्नै छ। त्यही मध्यनजरले चाहिँ यहाँनिर मौरी राखेको पानी परेर बिजोग भएको छ।